माध्यमिक विद्यालयको 75औं वार्षिक उत्सव तथा हिरक महोत्सवको अवसरमा हिरक महोत्सवका सभाध्यक्ष आदरणीय व्यक्तित्व होमबहादुर राणाज्यू, प्रमुख अतिथि सत्यवती गाउँपालिकाका सम्मानित व्यक्तित्व टीकाराम पाण्डेज्यू, विशिष्ट अतिथिज्यू, विशेष अतिथिज्यू, मञ्चासीन सम्पूर्ण अतिथिज्यूहरू, विद्यार्थीको प्रतिभालाई सही मूल्याङ्कन गर्न बस्नुभएका न्यायको तराजु लिएर बस्नुभएका निर्णायक मण्डलज्यूहरू, सम्पूर्ण गुरुवर्गहरू, उपस्थित सम्पूर्ण महानुभावहरू, नमस्कार। मेरो नाम पद्म भुजेल हो। म श्री सरस्वती माध्यमिक विद्यालय सत्यवती शाह जोहाङ्गी छात्रा हुँ। सर्वप्रथम त म यस श्री भारतीय जनसहयोग माध्यमिक विद्यालयले आफ्नो 75औं वार्षिक उत्सव तथा अमृत वर्षको अवसरमा सत्यवती गाउँपालिका स्तरीय कविता वाचन प्रतियोगिता आयोजना गरी कविता वाचन गर्न अवसर प्रदान गर्नुभएकोमा यस विद्यालयप्रति र म मेरो विद्यालयप्रति आभार प्रकट गर्दै म मेरो सानो कविता वाचन गर्न अनुमति चाहन्छु। मेरो कविताको शीर्षक रहेको छ हाम्रो भाषा। सत्यवती पालिकामा अवस्थित हाम्रो भाषे गाउँ प्रकृतिको अनुपम सुन्दर मनोरम छ यो ठाउँ। थापुलेको काखमा छ ऐतिहासिक जसमावि हिरक महोत्सव मनाउन जाउँ हिँड सबै हामी। हिरक महोत्सव मनाउन जाउँ हिँड सबै हामी। झुलेथुमा कालिका मन्दिर गोर्खा बुकु ग्यालरी सबै मिली बनाएछन् भाषे ठुलो पोखरी। अझ सुन्दर रहेको छ बौद्ध स्तूप देउरालीमा। हिमालको दृश्य पनि हेर्न सकिन्छ यसमा। हिमालको दृश्य पनि हेर्न सकिन्छ यसमा। छाडे पनि जुटेका छन् यही गाउँको विकासमा। बनेका छन् भौतिक संरचना झल्किन्छ सबको भावनामा। हङकङ युके काठमाडौँ भारत शैली समाज बनी मगरहरूको बाहुल्य छ रहेका छन् मनका धनी। मगरहरूको बाहुल्य छ रहेका छन् मनका धनी। खुलेको छ रानी होमस्टे गर्न पर्यटन प्रवर्धन। जुटी सामूहिक खेती आत्मनिर्भर बनाउन। परम्परागत पेसा उद्यम सिकौँ गराउन नवीन। बनाउँछन् विविध परिकार जुस जाम वाइन। बनाउँछन् विविध परिकार जुस जाम वाइन। जोगाउनु छ सबै मिली पुर्खाको यो विरासत। उठौँ जुटौँ महिला पुरुष भई मिलाउँ दुवै हात। बनेका थिए भारशैली मन्त्रीदेखि बडा हाकिम। गोर्खा रेजिमेन्टका मेजरदेखि ब्रिटिसका कप्तान। गोर्खा रेजिमेन्टका मेजरदेखि ब्रिटिसका कप्तान। लाउडे संस्कृति बोकेको हाम्रो भारतको इतिहास। गर्नु छ आज सबै मिली यो गाउँको विकास। शिक्षा स्वास्थ्य सञ्चार हुन् विकासका पूर्वाधार। चेतनाको दियो बाली गर्नु छ यहाँको सुधार। चेतनाको दियो बाली गर्नु छ यहाँको सुधार। उठ हे उठ युवा अब जाग हे जाग नौक। सिपयुक्त उद्यमी बनी संसार भर चम्क। युवा शक्ति विदेश पलायन बढेको छ बेरोजगार। स्वदेशमै गर्नु उद्यम बढाउनु छ स्वरोजगार। स्वदेशमै गर्नु उद्यम बढाउनु छ स्वरोजगार। गर्नु छ उन्नति देशको नेपालीहरू सबै मिली
हुँदैन दिगो विकास रेमिटेन्सको मात्र भर परी जोगाउनु छ हाम्रो गौरव सबै मिली सन्तति भावी बोकेको छ इतिहास हाम्रो विद्यालय जसमावि बोकेको छ इतिहास हाम्रो विद्यालय जसमावि। धन्यवाद।